आहारा खोज्न टाढा पुगेको चरी साँझ आफ्नै गुण फर्किए झैँ यसपालिको दशैं मान्न म पनि गाउँ पुगे। गाउँको सुन्दर दृश्य आँखामै बसिरह्यो। त्यो सुन्दरताको बयानै गर्न सकिएन। तर घरहरू भने लगभग रित्तै। बाहिरिएकाहरू फर्किएका थिएनन्। घरमा भएकाहरू चाहिँ कोही खेतबारीमा काम गर्न व्यस्त, कोही धान काट्नमै व्यस्त, कोही धान सुकाउनमा त कोही धान चुट्नमा। सबैको व्यस्तता आफ्नै थियो। खेतमा धानका बालाहरू झुलिरहेका थिए। पढाइ वा कामका सिलसिलामा बाहिरिएकाहरू घर फर्किँदा उनीहरूका परिवारजनहरू भने खुसी थिए। तर यसपाला दशैं मनाउन घर नआउनेहरूका परिवारहरूमा निराशा स्पष्टै देखिन्थ्यो। दशैं मान्न घर बाहिर गएकाहरू घर फर्किए अनि खेतपातीको चटारो सबैको आफ्नै थियो। फुर्सद हुने कुरै भएन। तर यसपालि विगतका वर्षहरू जस्तो सबै खेतमा धान रोपिएको थिएन। निकै उब्जनी हुने खेतहरू पनि बाँझै थिए। ती खेतहरू गौचरणमा परिणत भएका थिए। अनि गाउँ फर्किएका केटाहरूले आज गाडा जाने अर्थात् खोला गएर नआउने योजना बनाए। बाटो त्यही खेतको जानुपर्ने, त्यही खेतको बाटो भएर, तर खेतमा भएका पातपतिङ्ग र कुराहरूले उनीहरूका गाडा जाने सपना र कपडाहरू भरिभराउ गरिदिएका थिए। कोही हँसियाले कुराहरू निकाल्दै त कोही हातले कुराहरू टिप्दै हामीले गाडाको यात्रा तय गर्यौं। त्यो बीचमा एकअर्काको मजाक रमाइलो त हुन नै भयो। बिस्तारै अघि बढेका हामी रमाइलो गर्दै एकअर्कासँग हाँस्दै गएका थियौं। यसमा गाउँमा भएका सबै केटाहरू आइपुगेका थिएनन्। केही मात्रै पुगेका थिए, केही चाहिँ अझै पुग्न बाँकी थिए। रमाइलो निकै भयो। यात्रा अघि बढ्दै गयो। त्यहाँ बाँकी रहेका केही खेतहरू चाहिँ रोपिएका रहेछन् थोरै मात्रामा, र त्यहाँ धान चुटाइ थियो। एउटा निकै मन छुने दृश्य, जहाँ एक जहान घरबाट ल्याएको मोही, रोटी र तरकारी खेतको डिलैमा बसेर पानी नजिकै खाँदै थिए। केटाहरू खोला पुगे। अब खोला पुगेपछि रमाइलो त गर्न नै भए। उनीहरू यसरी रमाए। अनि केही साना उमेरका केटाकेटीहरू चाहिँ भलिबलको नेट तयार गर्दै थिए। त्यही बेला हामीले यसपाला लिङ्गे पिङ बनाउने निर्णय गर्यौं र कोशराज भट्ट दाइले हामीलाई बाँस उपलब्ध गराउनु भयो र हामीसँग उपलब्ध स्रोत सामग्रीहरू जो गर्दै हामीले यसपाला लिङ्गे पिङ हाल्यौं। सम्भवतः यो पहिलोचोटि लिङ्गे पिङ गाउँमा हालिएको थियो। अप्ठ्यारो थियो, पहिलो अनुभव थियो, तर सबैले निकै साथ र सहयोग दिए र लिङ्गे पिङ दशैंका लागि खडा भयो। लिङ्गे पिङ हाल्दै गर्दा त्यहाँ छुट्टै रमाइलो थियो। कोही आँखा झिम्काउँदै कसैको मजाक उडाउँदै थिए, त कोही
एक्लै आफ्नै गफमा जुम्मिएका थिए। सबैको आफ्नै रमाइलोका बीच आफ्नो उमेर समूह निर्माण भएको थियो। उनीहरू आफ्नै गफमा मक्ख थिए। अनि त्यो पिङका लागि आवश्यक चीजहरू जोहो गर्ने र पिङ डोर्याउने काम चाहिँ बिचैमा खेमदाई आएर गरिदिनु भयो। खेमदालाई पनि धन्यवाद। अघि कोषदालाई त धन्यवाद भनि नै सकेका छौं। त्यसपछि दशैंको दिन न थियो। पिङ नखेलेर कसले छोड्थ्यो होला र। त्यहाँ पिङ नखेल्ने सम्भवतः कोही रहेन। दशैं सकिने बित्तिकै सुरु भइहाल्यो कामको चटारो। राति वा दिउँसो भन्ने कुरै भएन। प्राय बेलुकी पख केटाहरू भलिबल खेल्थे। 2-3 गाउँका केटाहरूको भलिबल निकै रमाइलो हुन्थ्यो। एउटै नजरबाट 3टा फरक दृश्यहरू देखिन्छ। कोही धान चुड्दै, कोही धान काट्दै, त कोही खेत जोत्दै। यो मनोरम अनि सुन्दर दृश्य निकै मन लोभ्याउने थियो। तर यति भनिरहँदा त्यही बस्न सकिने पनि थिएन। व्यस्त समयको छुट्टी मिलाएर घर फर्किएकाहरू फेरि काममा फर्किनु नै पर्ने थियो। र फर्किने क्रममा यो पारी डाँडा चाहिँ सीताराम बहुमुखी क्याम्पस, रामाश्रम छात्रावास र सीताराम माध्यमिक विद्यालय रहेको ठाउँ हो। यहाँ नजिक आसपासका क्षेत्रबाट विद्यार्थीहरू पढ्ने र देशका उच्च पदस्थ व्यक्तिहरू पनि यही विद्यालयमा पढेको यहाँहरूलाई जानकारी गराउँछु। यसरी केही दिनको गाउँ बसाएपछि देवी देवता ढोक्दै फेरि यात्रा सुरु गरे कर्मभूमिको।